बढी साथीहरू अब ल है साथीहरू 5,000 फाइन र त्यही भएर जेलबाट चाहिँ बस्छु है सबैजनाले हेर्नु त यसरी चाहिँ बेल्ट लगाऊ प्राक्कै लगाऊ अनि सिटमा आनन्दले बसौँ नत्र फेरि 5,000 फाइन र त्यही भएर जेल बस्नुपर्छ है चेकिङमा पऱ्यो भने कुनै पनि सार्वजनिक बसहरूमा चढ्दा चाहिँ बेल्ट लगाउनु चाहिँ नभुल है साथीहरू ल हेर्नुहोस् म चाहिँ अस्ति जनवरी सुरु गरेको अलिकति पानी हुन्छ भनेर त्यही हो बिर्सिँदैन नि त सुरुबाटै पानी गरेपछि बस्न चढ्ने बित्तिकै अनि सिट बेल्ट लगाउनु चाहिँ हुन्छ नि त दिमागमा आइहाल्छ त्यही भएर सुरु लगाएर बसियो अन्त त सबैजनाले यहाँको गाउँको रुल्सहरू चाहिँ फलो गर्नु है साथीहरू र धन्यवाद गुड मर्निङ साथीहरू गुड मर्निङ के छ हाम्रो सबैजना हुन्छ मजाले काम सकेर घर जाँदैछु हङकङको नियमअनुसार चाहिँ यो जनवरी 25बाट चाहिँ सिट बेल्ट कुनै पनि सहरी साधनहरूमा भन्नाले यो सार्वजनिक बसहरूमा चढ्दा चाहिँ सिट बेल्ट अनिवार्य लगाउनु पर्ने छ त्यही भएर मैले त अस्ति 1 जनवरीबाटै सुरु गरेको त्यो पानी होस् भनेर नत्र बिर्सिन्छ कि भनेर चेकिङमा पऱ्यो भने चाहिँ यहाँ 5,000 फाइन र त्यही भने जेल भनेको छ त्यही भएर त्यसरी सिट बेल्ट लगाएर चाहिँ बसहरूमा बस्ने गरौँ सबैजनाले पानी गरौँ साथीहरू म चाहिँ घर जाँदैछु मान्छेहरू आउँछ कि सबैले लगाउँछ होला कोही त लगाएको छैन देखेको पनि थिएन त्यही भएर मैले चाहिँ रुल फलो गरिहालेँ यहाँको नियमअनुसारको घरको नियमअनुसारको रुल चाहिँ फलो गरिहालेँ साथीहरू सबैजनालाई धन्यवाद सबैजना रुल्स फलो गरौँ 5,000 फाइनबाट बचौँ त्यही हो त्यसरी सिट बेल्ट लगाउनु चाहिँ पानी गरौँ है सार्वजनिक बसहरूमा बस्दा